गाउँको एक कुनामा रामु नामको एक गरिब मान्छे बस्थ्यो। उसको जीवन निकै सङ्घर्षपूर्ण थियो। दिनभरि खेतमा वा सहरमा मजदुरी गर्थ्यो, तर पनि पेटभरि खान मुस्किल पर्थ्यो। कहिलेकाहीँ त भोकै सुत्नु पर्थ्यो। रामुको सबैभन्दा ठुलो धन उसको इमानदारी थियो। जस्तोसुकै गरिबीमा पनि उसले कहिल्यै झुट बोलेन, न त चोरी गर्यो। धेरैले लोभ देखाए, तर उसले सधैँ भन्यो, म मेरो इमान बेच्न सक्दिन। एक दिन काम गर्दा रामुले एकजना बिरामी र भोकाएको बुढो मान्छे भेट्यो। रामुले आफ्नो आधा रोटी उसलाई दियो र घर लग्यो। त्यो बुढो मान्छे सामान्य थिएन, ऊ एक धनी जमिनदार थियो। जमिनदार रामुको सेवाबाट निकै प्रभावित भयो। ठीक भएपछि उसले रामुलाई आफ्नो सबै सम्पत्ति सुम्पियो। उसले भन्यो, जो आफू भोकै रहेर पनि अरूलाई खुवाउँछ, साँचो मालिक त उही हो। अब रामु धनी भयो, तर उसको मन उस्तै सरल र दयालु थियो। उसले गाउँमा विद्यालय बनायो, गरिबलाई खुवायो र रोजगारी दियो। सबैले उसलाई मायाले रामु दाइ भन्न थाले। रामुले देखाइदियो कि इमानदारी र दयालुपन नै सबैभन्दा ठुलो धन हो। जतिसुकै कठिनाइ आए पनि यदि तपाईँ इमानदार हुनुहुन्छ भने जीवनमा पक्कै उज्यालो आउँछ।